शपथ खानु अघि नै बालुवाटार छिर्नु अघि नै लिक भयो बालेनको सत्ता हल्लाउने विस्फोटक ब्लुप्रिन्ट। होटलको गोप्य कोठामा तयार पारिएका ती 4 मास्टर प्लान, जसको पहिलो सर्जिकल स्ट्राइकले 35 वर्ष पुरानो सिन्डिकेट भत्काउँदैछ। को पर्दैछन् त अब यो डरलाग्दो अपरेसनको मुख्य निशानामा। कल्पना गर्नुस् त, देशको भावी प्रधानमन्त्री चुनाव जितेपछि न त कुनै विजय र्यालीमा गएका छन्, न त कसैको घर दैलोमा। उनी बितेका 2 हप्तादेखि काठमाडौँको एउटा होटलको कोठाभित्र पूर्ण रूपमा मौन छन्। आखिर त्यो बन्द कोठाभित्र नेपालको भविष्यलाई लिएर कस्तो विस्फोटक ब्लुप्रिन्ट तयार हुँदैछ? झापा 5 बाट शानदार विजय हासिल गरेर प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अहिले एकाएक अन्डरग्राउन्ड जस्तै भएका छन्। धेरैलाई लाग्ला चुनावको थकान मेटाउन उनी विश्राम गरिरहेका छन्, तर यथार्थ एकदमै फरक र डरलाग्दो छ पुराना राजनीतिक सिन्डिकेटहरूका लागि। त्यो होटलको बन्द कोठाभित्र अहिले पूर्व प्रशासक, सुरक्षा विज्ञ र टेक्नोक्र्याटहरूको बाक्लो आउजाउ छ। त्यहाँ कुनै मन्त्रीको भागबण्डा मिलाइँदै छैन। त्यहाँ त 35 वर्ष पुरानो नेपालको कुहिएको प्रशासनिक मेसिनरीलाई कसरी अपरेसन गर्ने भनेर गुरुयोजना बन्दैछ। तथ्यहरू सुन्नुस्। बालेन र सभापति रवि लामिछानेले बनाएको त्यो गोप्य ड्राफ्टमा मुख्य 4 वटा सर्जिकल स्ट्राइकको तयारी छ। पहिलो, अब 25 वटा मन्त्रालयको जम्बो टोली हुने छैन। राज्यको ढुकुटी दोहन गर्ने मन्त्रालयहरूलाई गाबेर बढीमा 15 वटाको सानो र छरितो मन्त्री परिषद बन्दैछ। दोस्रो, नागरिकलाई सबैभन्दा बढी रुवाउने लाइसेन्स र राहदानीको लाइन। बालेनको पहिलो निशाना यही छ। सरकारको पहिलो निर्णयबाटै यी सेवाहरूलाई पूर्ण रूपमा पेपरलेस र डिजिटल बनाउने विस्फोटक तयारी छ। तेस्रो र सबैभन्दा खतरनाक कदम, राजनीतिक भागबण्डाका आधारमा पालिएका 1170 भन्दा बढी राजनीतिक नियुक्ति र 20 भन्दा बढी अनावश्यक विभाग तथा बोर्डहरूलाई एकै झड्कामा खारेज गरिँदैछ। जनताको करबाट पार्टीका झोले पाल्ने परम्पराको अब च्याप्टर क्लोज हुँदैछ। र चौथो, 2046 साल यताका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने त्यो बहुचर्चित बाचा। होटलको त्यो कोठामा यो फाइलले पनि अन्तिम रूप पाइरहेको स्रोतको दाबी छ। तर यहाँ नभनिएको कुरा के हो? एकातिर चैत्र 13 गते शङ्खनाद र मन्त्रोच्चारणका बीच बालेनले सिंहदरबारको यात्रा तय गर्दैछन्, तर अर्कोतिर जब उनले पहिलो मन्त्री परिषद बैठकबाट यी शक्तिशाली निर्णयहरूमा हस्ताक्षर गर्नेछन्, तब 35 वर्षदेखि राज्यलाई दोहन गरेर बसेका माफिया, बिचौलिया र पुराना शक्तिहरू चुपचाप बस्लान् त? पक्कै बस्दैनन्। उनीहरूले यो नयाँ सरकारलाई असफल बनाउन पर्दा पछाडिबाट हरेक अस्त्र प्रयोग गर्नेछन्। त्यसैले बालेनको यो मौनता केवल तयारी मात्र होइन, यो त आँधी आउनु अघिको त्यो डरलाग्दो सन्नाटा हो